नेपालको कृषि कता जाँदैछ त? यो प्रश्नको एउटा उत्तर खोज्न आज हामी एउटा महत्त्वपूर्ण कुरामा केन्द्रित हुँदैछौँ। त्यो हो बिउ प्रतिस्थापन दर, जसलाई एसएसआर पनि भनिन्छ। अनि आधार चाहिँ बिउ गुणस्तर तथा नियन्त्रण उपाय 2080-81 प्रतिवेदन हो। यो एसएसआरले मतलब बिउ प्रतिस्थापन दरले हाम्रो कृषिमा नयाँ प्रविधि कतिको भित्रिरहेको छ भन्ने कुराको एउटा राम्रो सङ्केत दिन्छ। अच्छा, सरल भाषामा भन्दा कति किसानले आफ्नो खेतमा पुरानो घरकै बिउ छाडेर नयाँ उन्नत वा प्रमाणित बिउ प्रयोग गर्दैछन् भन्ने प्रतिशत हो यो। अनि यो रिपोर्ट हेर्दा एउटा कुराले मलाई अलि सोचमग्न बनायो के कुरा? धान जस्तो हाम्रो मुख्य बाली अनि मसुरो जस्तो कोसो बाली, यिनीहरूको बिउ फेर्ने चलनमा यति ठूलो फरक किन होला? हो, त्यो एकदमै विचार गर्नुपर्ने कुरा हो। उन्नत बिउ प्रयोग गर्दा त उत्पादन बढ्ने, रोग नलाग्ने सम्भावना बढी हुन्छ नि, हैन र? हो नि। त्यसो भए प्रतिवेदनको तथ्याङ्क हेरौँ न त। मुख्य खाद्यान्य बालीमा कस्तो रहेछ? धानको एसएसआर सबभन्दा माथि देखियो, 28.53%। 28.53%। यो खाद्यान्न बाली मध्ये त सबैभन्दा राम्रो हो। तर फेरि मकैको हेर्नुस् न, जम्मा 16.84%, अनि गहुँको 22.10%। हो, धानको तुलनामा मकै र गहुँमा कम छ। समग्रमा सबै खाद्यान्न बालीको औसत 23.61% मात्रै। मतलब धानमा 28% पुग्नुले त्यहाँ उन्नत बिउको प्रचार प्रसार अथवा किसानको पहुँच अलि सहज भएको हो कि भन्ने देखाउँछ। सायद अनुसन्धान प्रसार कार्यक्रमहरू बढी भए कि हुन सक्छ। तर मकै र गहुँमा कम हुनुले के सङ्केत गर्छ भने कि त उन्नत बिउ पर्याप्त छैन, कि किसानसम्म पुगेको छैन, कि महँगो भयो, कि केही त बाधा छ। समग्रमा 23.61% भनेको त अझै पनि झण्डै 3/4 भन्दा बढी खेती पुरानै बिउमा निर्भर छ भन्ने भयो, होइन त? बिल्कुल, अझै 76% भन्दा बढी। यसले के देखाउँछ भने उत्पादकत्व बढाउने ठूलो सम्भावना अझै बाँकी छ। हामीले त्यो अवसर गुमाइरहेका छौँ कि? खाद्यान्न बालीको त यो कुरा भयो। अब अलिकति दलहन तेलहनतिर लागौँ न। रिपोर्ट अनुसार मसुरोको एसआरआर त 5.35% मात्रै। ए हो र? 5.35%? त्यो त निकै नै कम भयो। हो नि। अनि तोरीको पनि 13.94% मात्र। मसुरोको 5.35%ले त के देखाउँछ होला? यसले त के प्रश्न पार्छ भने मसुरो बालीमा उन्नत बिउको प्रयोग लगभग 0 जस्तै छ। 0 जस्तै हो। 5% भनेको त साह्रै थोरै हो। यसको मतलब अधिकांश मसुरो किसानहरूले अझै पनि परम्परागत पुर्ख्यौली बिउ नै प्रयोग गरिरहनु भएको छ। उन्नत बिउमा लगानी, पहुँच, जानकारी यो बालीमा निकै पछाडि परेको देखिन्छ। खाद्यान्न बालीको औसत 23.61% सँग तुलना गर्दा त यो 5.35% त कहाली लाग्दो नै भन्नु पर्ला। हो, एकदमै ठूलो अन्तर छ। यसले परम्परागत बिउमाथिको अत्यधिक निर्भरता देखाउँछ। अनि यसको असर त उत्पादकत्वमा परिहाल्छ। रोग किराको समस्या पनि बढी हुन सक्छ। बुझे। त्यसो भए समग्रमा यो 2080-81 को तथ्याङ्कले के भन्छ भने नेपालमा उन्नत बिउ अपनाउने चलन बाली अनुसार एकदमै फरक छ। कतै अलिअलि प्रगति देखिन्छ धानमा जस्तो, तर कतै मसुरो जस्ता बालीमा अवस्था एकदमै कमजोर। कृषि क्षेत्रको आधुनिकीकरण सबैतिर एउटै गतिमा हुन सकेको छैन। बिल्कुल। आजको छलफलको मुख्य सार यही हो। यो एसएसआरको तथ्याङ्कले हाम्रो कृषि प्रणालीभित्रको विविधता र चुनौती दुवैलाई ऐना देखाएको छ। हो। तर यहाँ एउटा अलि गहिरो प्रश्न पनि उठ्छ नि त। के प्रश्न होला? किन धानमा जस्तो प्रगति मसुरोमा हुन सकेन? यसको पछाडिका कारण के होलान्? अनुसन्धानको कमी हो कि, बिउको उपलब्धता नभएर हो कि, किसानलाई जानकारी नै नभएर हो कि, वा सरकारी नीति नै कमजोर भएर हो? यी त धेरै पाटाहरू छन्। हो, धेरै कारण हुन सक्छन्। अनि अर्को कुरा, यदि मसुरो जस्ता बालीको एसएसआर यस्तै 5-10% मै सीमित रहिरह्यो भने यसले हाम्रो खाद्य सुरक्षामा, पोषणमा अनि कृषि विविधीकरणको लक्ष्यमा कस्तो असर पार्ला, त्यो पनि दीर्घकालीन रूपमा? हो, यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। यसले त हाम्रो समग्र कृषि रणनीतिमै पुनर्विचार गर्नुपर्ने देखाउँछ कि? निश्चय पनि। यो हामी सबैले, मतलब नीति निर्मातादेखि अनुसन्धानकर्ता किसानसम्म सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ।